हेलो स्वागत छ तपाईहरुलाई मेरो अर्को ब्लगमा। आज चाहिँ हामी जाँदैछौँ साकेला दाजुहरुसँग हाम्रो लुङ्गा साँच्चै मास्क त लाउनु पर्ने। हाम्रो चाहिँ ट्याक्सी आउँदैछ, ट्याक्सी पर्खेर टक्कसँगले जानुपर्ने हुन्छ। फाइनली हाम्रो चाहिँ ट्याक्सी आयो। ल अब चाहिँ हामी जाँदैछौँ ट्याक्सीमा। को जाने अगाडि? सोन्दा चढ्नु भयो अगाडि? ए ल बस्नु बस्नु। ए ए ए किन हो? हैन बन्न बस्ने। ल हामी चाहिँ सोनयोग आइपुग्यौँ। गाइड्सहरू आउनु न बाहिर। केटाहरू खोइ भयो? चिङ्गु उता भेटौँ ल, हाम्रो साथीहरू छ। ल केटाहरू टन्नै भएछ। कता छन् त नि पर्का सरहरू खोइ? बाट फाइनल्ली साकेला नाच्ने ठाउँ चाहिँ आइपुग्यो। बेडो कस्तो लागिरहेछ? खोइ हाम्रो झ्याम्टाहरू छैन? ल अब हामी चाहिँ लाग्यो। आजको साकेला 25 को हामी चाहिँ भोक लागेर खाजा खान लागि त बसिरहेछौँ केटाहरूसँग लाइन। यो चाहिँ लाइन हो हाम्रो। उता हाम्रो दोस्तहरू यहाँ खाजा खाने स्टल लाइन चाहिँ धेरै नै छ।
आइफोन एउटा दिनुहुन्छ अरे दिनुभयो ल हामी चाहिँ घुमेर टक्कर लाग्यो है त गाइजहरू हजुर साउलको दरबार रुम जाउँ 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 अलिक अगाडि जाउँ होला यो त तल त ठेकको हो कि क्या घरहरू मात्र हो अनि यसो हावा चाहिँ दामी आइरहेछ है फाइनली हाम्रो चाहिँ सक्यो अब चाहिँ हामी लाग्दैछौँ तर हाम्रो बिडु दुईजना राम्रो नाच्नु भयो हामी चाहिँ हेरेको हेरे ल अब चाहिँ हाम्रो सकियो साकेला च्याब्रोङ सबै सकेर हामी चाहिँ रुम जानलाई एकदम रेडी भइरहेछौँ स्वानतिर घाम चाहिँ बबाल लागिरहेछ बाँध्नु पऱ्यो नि त सुनमा छ सरहरू हाम्रो होइन भलको नाइट लाइफ हेर्दैछौँ आज 700 के लाइक आयो चाहिँ मैले एउटा केटाहरूलाई चिकन खुवाउँछु है 700 के लाइक आउनु पऱ्यो नि भाइकोमा 700 के लाइक आउनु पऱ्यो दिस इज अ च्यालेन्ज फर हाम्रो प्रकाश सर हुनुहुन्छ है उहाँको थ्रुबाट हामीलाई चिकन आउँदैछ पूर्णिमा थकाली यता हुनुहुन्छ तर 700 लाइक चाहिँ फेरि पठाउनु पर्ने हुन्छ है यो भिडियो चाहिँ फेरि प्रकाश सरको च्यालेन्ज हो चिकन आइहाल्छ चिकन बर्थडे मेरो पऱ्यो पनि चिकन चाहिँ प्रकाश सरको मैले किनेर दिन्छु 700 लाइक चाहिँ फेरि आउनु पऱ्यो भ्युजको मतलब भएन ओन्ली लाइक खास त म यहाँ आएपछि चाहिँ कोरिया आए जस्तै लाग्छ कि तपाईँलाई चाहिँ कस्तो लाग्छ रमाइलो छ होइन मलाई चाहिँ ठ्याक्कै नेपालको ठमेलको म ठमेलमा यसरी नाइटमा हिँडेको छुइनँ कि फेरि अब हाम्रो चाहिँ पुरै ठमेल चाहिँ तपाईँको अब काठमाडौँ बसेको हुन्छ अनि अब हामी त हिँड्नु डुल्नु पर्ने काठमाडौँ त हामीले खानुपर्ने हुन्छ नि हो नि अब काठमाडौँ खाने माथि अब चाहिँ हामी घुमेर सुन घुमेर कम्पनी जाँदैछौँ सनको नाइट लाइफ आज हामीले मजाले हेर्नु है हल्का बजिसक्यो 8 बजिसक्यो अब ट्रेनहरू त्यो चापै हुन्छ मतलब भिडभाडै हुन्छ खासमा यतिखेर रुम पुगिसक्नु पर्ने हो अब के गर्नु सक्ने यताउता होइन बल्ल बल्ल निस्कन पाएको साँडे बाघहरू साँडे अनि फेरि बाघ के साँडे गोरुहरू भन्नु खोजेको बल्ल बल्ल निस्किन पाएको साँडे गोरुहरू है अलिकति सडक भएर त गरिहाल्छ त्यही भएर ढिला भयो भोलिबाट फेरि यो साँडे गोरुहरू जोतिने नै हो त्यही भएर पनि जसरी नै जोतिने नै हो बरु बत्ती साँडो गोरुहरू भने होइन टक्क बरु जति बत्तिने आजै बत्तिने हो भोलिबाट त्यही हो जोतिने हो अनि आजको दिन जोस् राम्रै भयो जस्तो लाग्छ मलाई चाहिँ अब रमाइलो भयो बुढो है सबै भ्याइयो भनौँ न होइन सबै भ्यायो जोस् नेपालभन्दा कहीँ कतै पनि हामी टाढा छैनौँ किनभने भर्खरै हामीले साकेला भ्याएर आएको छौँ जो नेपालमा अब हाम्रो राई समुदायको हुनुहुन्छ होइन राई समुदायको त्यो जुन साकेला थियो त्यो हामीले पुरा मस्त भ्याएर आइसकेका छौँ